कान छेर्न आउने मान्छे भन्ने कि नआउने मान्छे भन्ने कि ब्याड लक भन्ने कि के भन्ने यस्तोलाई एउटा कान छेर्नलाई 3 चोटि लाउनु भयो साथीहरू। अलि राम्रोसँगले अगाडि नै मेसिन ठिक छ कि छैन भनेर चेक गरेको भए यस्तो हुँदैन थियो होला। यस्तो गर्नुहुन्छ बच्चालाई, सानो बच्चालाई लास्टै केयरलेस भयो नि। झन् म चाहिँ कहाँदेखि राम्रो कुनमा चाहिँ अलि एक्सपिरियन्स भएको चाहिँ कहाँ चाहिँ पाइन्छ भनेर कति डुलेर खोजेर होइन अनि छेर्छु भनेर अब डिसिजन लिएको लास्टमा त यस्तो परिरहेको के भन्ने यस्तोलाई नि। बच्चाको केस हो होइन, यस्तोमा त अलिक अगाडि नै मेसिन कस्तो ठिक छ छैन भनेर अगाडि नै चेक गर्नु पर्दैन थियो। मैले त साह्रो कराएर बसिरहेको थियो अनि बल्ल बल्ल अर्को मेसिन निकाल्नु भयो अनि त्यो मेसिनमा चाहिँ ठिकै भएर 3 चोटि ठ्याक्कै लगाएर छेर्नु भयो। हामीलाई 1 चोटि मात्रै कान छेर्नु पर्यो भने कति डर हुन्छ, कस्तो दुख्छ। एउटै कानमा 3 चोटि लाएर छेर्दाखेरि कस्तो भयो मेरो छोरीलाई। यो भिडियो चाहिँ झन् मैले सकि नसकी भिडियो क्यामेरा मात्र तेर्छाएर अनि आफू चाहिँ दायाँ बायाँ हेरेर बसिरहेको। कस्तो बच्चालाई यस्तो देख्दा त साह्रै गाह्रो हुन्छ नि त। लास्टमा त झन् यस्तो पर्दिरहेको झन् राम्रो खोज्नलाई काका डुलेर मात्र कति ठाउँ सोधेर मात्र होइन त काहीँ मान्छे कस्तो लाग्ने काहीँ कस्तो लाग्ने भनेर झन् डुली गर अनि अब यसमा चाहिँ ठिकै जस्तो छ भनेर पसिहालेको साथीहरू। झन् यस्तो पैसा मात्रै कमाउनु ठुलो कुरा होइन क्या।